गुड मर्निङ गाइस। आज चाहिँ म तपाईहरुलाई हाम्रो घरको बारीको हर्सीका मुन्टा देखाउँछु। यहाँ हेर्नु होला, हाम्रो घरकै हो, कति राम्रो छ हेर्न सक्नुहुन्छ। अहिले चाहिँ मैले टिपेर ल्याइसके। अब म यसलाई केलाउँछु एउटा एउटा गरेर। र तपाईहरुलाई कसलाई मन पर्छ भन्नु, अनि कस्तो खाएर मन पर्छ, पुरा पाकेको खानुहुन्छ कि अलिअलि काँचो टाइपको। मलाई चाहिँ अलिअलि काँचो टाइपको मन पर्छ। तर यसले बहुत चिलाउँछ पनि है। यो फर्सीको मुन्टाले बहुत चिलाउँछ। यहाँ गर्मी पनि बहुत छ, बाफरे। म चाहिँ कति गर्मी छ कि छैन। केलाएर चाहिँ बहुत राम्रो लाग्छ। अब घरको अर्ग्यानिक हो, खाएर पनि राम्रो लाग्छ, केलाएर पनि राम्रो लाग्छ। तर अलिअलि यताउता छोयो भने चिलाउँछ पनि यो फर्सीको मुन्टाले चाहिँ। अनि गाइस, तपाईहरुलाई कसलाई मन पर्छ भन्नु है त कमेन्टमा। यो चाहिँ केलाउनको लागि बहुत टाइम लाग्छ। एउटा एउटा गरेर केलाउनुपर्छ। यसको बोक्रा तासेर फ्याक्नुपर्छ। मलाई चाहिँ बहुत टाइम लाग्छ यो केलाउन। अनि अब चाहिँ मैले केलाएर रेडी गरिसकेँ र यसलाई अब धोइदै पारेर बसाइदिन्छु। ल हुन्छ गाइस, बाई।